वेलकम बैक टु माय न्यू ब्लॉग। आज हामी जानु छ पिकनिक र म छु र बहिनी र यहाँ सबै जाके तल गाडी न चलिन। हेलो गाइस, वेलकम टु ब्लॉग ग्रुप आइसोल आज हाम्रो यहाँ पिकनिक जान सबै जना ग्रुप भाइ बहिनीहरु पाउँछ र लास्टमा गयो र हेर्नु भयो ब्लॉग जस्ट मिस्टेक गाइस र बनेको बस्नु हाम्रो ब्लगमा हेर्न सक्नुहुन्छ तर हाम्रो भिडियो मेरो च्यानलमा गाइस यहाँ हेर्न सक्नुहुन्छ म बोकेको छु 5-6 केजी जति मासु र हामी यतिकै जना र यहाँ सबैजना आफ्नो आफ्नो सामानहरु बोकेको छ र यहाँ गोरे भाइ गरिब भाइ हाम्रो पिकनिक हो गाइस अस्तिदेखि हामी प्लान बनाएको छ र यहाँ सबैजनाले आफ्नो आफ्नो सामान आयुषल्टा पाउन हो त्यसैले त्यस्तै गइरहेछ र सबैजना हामी गइरहेछौँ उता जंगल भित्रमा जान्छौँ हेर्न सक्नुहुन्छ जंगल हाम्रो र यहाँ हाम्रो बिगेस्ट युट्युबर अफ द पर्याय 700 सब्सक्राइब भएको युट्युबर यहाँ हेर्न सक्नुहुन्छ छपरी युट्युबर गाइज बच्चाहरूको भिडियो ग्रिन स्क्रिन गरेर अनि भिडियो हाल्छ रानी गाइज जिनिदेव उता छ हाम्रो डेस्टिनेसन धेरै टाढा छ गाइज कमसेकम आधी 1 घन्टा त लाग्छ टाइम हाम्रो भइसक्यो थियो यहाँ 12 बजे जति भइसक्यो अब हेरौँ के हुन्छ गाइज केटा आएर सुशान्त भाइ अहिले उताबाट आउँछ बाइक लिएर काम थियो अलिकति भनेको बस्नु हाम्रो ब्लगमा लाइक सब्सक्राइब गरिदिनु मन परेमा चाहिँ हेर्न सक्नुहुन्छ गाइज हाम्रो चौडीको सुन्दरता उता पहाड छ हामी छौँ गाइज यहाँ हामी निस्किसकेको छौँ पिकनिकमा र हेर्न सक्नुहुन्छ अलग अलग प्रजातिका मान्छेहरू अब चाहिँ अलिकति एकछिन मात्रै बाटो रहेछ त्यसलाई कन्टिन्यू गरेछ हो कि होइन हो यहाँ गना जस्तो हालत भइसकेको छ टाढा त धेरै टाढा छ यहाँ हेर्न सक्नुहुन्छ धेरै प्रजातिका व्यक्तिहरू छन् हाम्रा ब्लगमा तपाईँ हेर्नु र रमाइलो गर्नु उता गरिबहरू भन्छ हाम्रो पनि भ्लग लिनु तपाईँ हेर्न सक्नुहुन्छ हाम्रो युट्युब च्यानलमा मोहन जान्दामा हाम्रो ब्लग कस्तो लाग्यो कमेन्ट गरिदिनु र फाइनली गाइज अहिले हामी फुलबारीमा छिरिसकेको छौँ र फुलबारीको त्यो साइड छ हाम्रो नदी र यहाँ हेर्न सक्नुहुन्छ आँपहरू कति राम्रो राम्रो भएको छ गाइज र यहाँ अर्को प्रजातिका ब्लगरहरू पनि छ र यहाँ हेर्न सक्नुहुन्छ कति राम्रो राम्रो आँपहरू छन् र उतापट्टि छ हाम्रो नदी र नदीबाट हामी सिधै जाने पाहाडको माथि र तपाईँहरू हेर्नको लागि बनिएको छौँ हाम्रो ब्लगमा र गाइज तपाईँहरू मात्र मेरो च्यानलमा हेर्न सक्नुहुन्छ यहाँ क्रिकेटर आयुष विज्ञलाई र यहाँ यसको चेलवाहरू गाइज चेलवाहरू आयुष विज्ञलाई हेर्न सक्नुहुन्छ मात्र मेरो च्यानलमा त्यसैले भन्छु कि मेरो च्यानल सब्सक्राइब गर्नु फाइदा छ तपाईँहरूलाई सबै लेबर मजदुरलाई हेर्न सक्नुहुन्छ यहाँदेखि लिएर त्यहाँसम्म सबै मजदुरहरू छ ठुलो मजदुर के भयो आइज हिँड आजको पिकनिक कस्तो जान्छ त केटा हो आज खानुमा डिसमा छ गाइज हाम्रो मासु मुरी र स्पेसल बिरयानी हाम्रो कुकम्यान श्री केदार विश्वकर्मा अहिले आउँदैछ बाइक लिएर उता नदिए पहाडमाथि डाइरेक्ट र यहाँ हामी आधी घन्टा फाइनली हिँड्दा रेस्टमा आएको छौँ र बहिनीहरू पुरै थाकिसकेछ यहाँ लुरी बहिनी हाम्रो के भन्न चाहन्छ त मेरो अडियन्सलाई कोही भन्न के यहाँ हेर्न सक्नुहुन्छ हाम्रो भाउजू यहाँ हाम्रो बहिनी र जो जङ्गल जानु पुरै मेकअप गरेर आउँछ यिनीहरू हाम्रो हालत हेर्नु गाइज यहाँ टोइलेटको चप्पल लगाएर आउँछ अम्माको सब र यिनीहरूलाई गाइज मेकअप गरेर आउँछ र हाम्रो 2 मिनट 3 सेकेन्डको रेस्टले हामी फेरि अब मजदुरीमा हिँडिदिएको छौँ र लगातार हिँडिरहेको कति बेला पुग्छु थाहा छैन तर लगातार हिँडिरहेको उता छ बाटो हाम्रो यहाँ हेर्न सक्नुहुन्छ हाम्रो गाउँको पोल यतिर त पोल छ यसबाट झऱ्यो भने त गाडी फाटिहाल्छ यहाँ यो गरिब बन्दैछ हट न गरिबलाई हेर आउँदैन यो गरिब बन्दैछ गाइज मेरो पनि भ्लग बनाइदिनु तपाईँहरू आफै भन्नु त यसको मुख छ भ्लगमा आउने जति यहाँ गाइज रेडिएसन आउँछ यताबाट हाम्रो बाटो छ कहाँ जा रे हो होइन यहाँ हेर्न सक्नुहुन्छ गाइज केही सामानहरू भेटेछ र यहाँ चोर है यहाँ हेर्न सक्नुहुन्छ गाइज चोर कसैको सामान चोरी भयो भने
यो कसको सामान हो गाइज यहाँ बरियाईको जङ्गलमा आउनु होला र लिनु होला हामी यो यस्तै छोडिदियो हाम्रो ग्याङ गाइज मलाई सम्पर्क गर्नु होला 9862 कल गर्नु म यो सामान दिदिन्छु र तपाईँहरूको लागि गाइज एउटा केटी खोजिदिन्छु त्यहाँ हेर्न सक्नुहुन्छ र यहाँ गाइज हाम्रो दाइहरू यति माथिमा चढेर अनि त्यहाँबाट माथिबाट थुक्पा ओके कहाँ जा रहे हो गाइज धेरै हिँड्दै हामी यहाँ हेर्न सक्नुहुन्छ सबै ग्याङलाई ओइ दिमाग छैन साला छिटछिटो हिँड्न यार है छिटछिटो हिँड्न अब नदी झर्छौँ हामी र नदी झरेर सायद कति आधी घन्टा जस्तो लाग्छ होला यहाँ म छु उनीहरूलाई कति झगडा हुन्छ गाइज ओइ छिटो हिँड्न यार यहाँ आइसलाई हेर्न सक्नुहुन्छ गाइज आइस ब्रोलाई कति पछाडि परेछ ए तर छोरीहरू जल्दी निक्लै छ है जल्दी चल जल्दी क्या र बेजत गरियो यहाँ गाइज म यहाँको सोल्टिनीहरू छ यो मक्ख छ भाइ पुरै मक्ख परेछ यो भाइको बराजो हो मुदी बराजो भनेको बाबा साले कस्तो मान्छे झरेभन्दा र गाइज हामीसँग एउटा डिजे पनि छ ओइ केटा डिजे बजा न यार डिजे बजा न डिजे बजा सालेलाई यहाँ डिजे छ गाइज मोबाइल ओइ दिवा दे न त आफ्नो मोबाइल बजाउँछु डिजे हुन्छ यो आवाज लाग्छ गाइज रमाइलो लहंगा उठा के नाच दे बजाए राम्रो गीत ला भोजपुरी चल्दैन यहाँ हामी फाइनली झर्दैछौँ अहिले नदीमा गाइज यो हेर्न सक्नुहुन्छ हाम्रो गाउँको भ्यू सरी गाउँ पछाडिको बाहिरको भ्यू कस्तो राम्रो नदी अहिले हामी नदीमा पुगिसक्यो हेर्नु तलदेखि नदी हिजै हो नि पानी परेको हिजो पानी परेको थियो गाइज तर पनि नदीमा पानी छैन यहाँ बहिनीलाई के देख्यो हेर्नु डरायो के हो केही छैन उत्ता छ गाइज उत्ता धेरै टाढा आधा घन्टा जति लाग्छ नि अंकल हैन छिटछिटो हैन म गाइज लगमा गाली नदिनु है मम्मी गाइज हामी अब नदीको माथि नै जान्छौँ पुग्छौँ हेर्न सक्नुहुन्छ गाइज हाम्रो गाउँ र जङ्गलको बिचको बोर्डर र यो बोर्डरले पुरै घेरेछ यहाँ के भन्दैछ हेलमेट यहाँ सक्नुहुन्छ नमुनाहरूलाई ओइ कब छुट्यो आयुष दिपा पछाडि नै छुट्यो क्या हो गाइस म त पानी बाली बेटालाई झोला खेला ल हिँड यहाँ हामी सबै जहाँ गएर डिजे यार हेर्नु गाइस गोरे भाइलाई भाउजूको माया कति लाग्यो भाउजू एउटा किस दिदिनु गोरेलाई ल गोरे मक्ख गोरे अझै कोही बोक्ने मेरो पनि बोकिहाल भाउजूले एउटा किस दिँदैन गोरे बोक्ने धेरै छैन 5-6 किलो मात्रै छ ओ हिँड्न छिटै यहाँ हामीहरू गाइस लेबर पुली अझ मेरो बोक्दिनँ यहाँ हेर्न सक्नुहुन्छ गाइस हाम्रो नदीको भ्यू उता हामी टपमा जान्छौँ मजाक गरेको मतलब त्यति होइन उता चढ्छ यहाँ हेर्न सक्नुहुन्छ हामी सबै ग्याङहरू र केदार दाईहरू हाम्रो कुकम्यान केदार विश्वकर्मा र त्यसको एसिस्टेन्ट सुशान्त विश्वकर्मा बाइकमा यतैबाट आउँछ गाइस यतैबाट सर मोटर गाडीमा त्यहाँ पनि हेर्न सक्नुहुन्छ गाडीहरू आएको र माथि हेर्न सक्नुहुन्छ गाइस प्लेन गइरहेको छ प्लेन र यिनीहरू कुरा गर्दैछ कि प्लेनमा झुन्डिने को झुन्डिने झुन्डेको छ
यहाँ गरीब नंबर 1, गरीब नंबर 2। गरीब को फेवरेट वन कुन? म गरीब हूँ, मैं गरीब हूँ। मैं गरीब, मैं गरीब हूँ। यो 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 यहाँ दुर्गेश दाईको गीत लगाएर तपाईँहरू सबैजना पुरै रमाइरहेछ यहाँ। पागल फेरि त्यो फुटाउँछौँ नयाँ फेरि उतार। हट भएर सर्ट भएर ब्युटी भएर तिमी क्युटी भएर हामी हेरेको हेरे लुरी यस्तो गर्नु लाग्छ। ज्याकेट लगाएर आएको छ अझ अर्को लुगा लगाउनु पर्ने साले राम्रो। र गाई अब हामी नदीमा झरिसकेको छौँ र नदीबाट अब हामी यतातिर गाई यतातिर हरिण। चुप न गरिब भाइ चुप। हेर्न सक्नुहुन्छ गाई यतातिर गाई। हाम्रो अङ्कलहरूले राति पनि सिकाउनु जानुभएको थियो, हरिण टरी मारेर लाग्यो। र यतातिर बाघ पनि आउँछ तर खोइ हामी हेऱ्यो भने गाई क्याप्चर गरिहाल्छु तर मजाकै होला आउँदैन होला यतातिर। तर खोइ भन्ने मान्छेले भन्छ। त्यहाँ पनि हेर्न सक्नुहुन्छ गाई माथि मान्छे छ उता उता मतलब घुम्ने मान्छेहरू छ। र यो गाई हाम्रो हात्तीदह झन्डा पार्क यो बाबाताल योभन्दा बेस्ट छ गाई बेस्ट। आफ्नो आयो त्यति पैसा पनि लागेन आफै यति नजाने के यतै आउने आफ्नै गाउँघर राम्रो हुन्छ। म होस्टेलबाट आएको छु गाई एक्चुअलीमा र मलाई जति रमाइलो घरमा लाग्छ नि त्यति कहीँ लाग्दैन आफ्नो घरमा। म घरमा बस्दिनँ उति बस्छु। र हामी गाई सबै ग्याङहरू फाइनली पुग्न लागेको छौँ। अब यता अलिकति अझै जाने छौँ हामी लखर लखर हिँडेको हिँडे। ए उता जाने उतै राम्रो ठाउँ छ यहाँ छैन होइन जाने। जबरजस्ती नगर्नु यही बस्नु बुझ्नु भयो केदार दाइ आउँछ नि। यो सामान न त अलिक दगदेग बोक्छन् बोक्छन् धेरै भारी छ यार। औ हिँड्नु बुझ्नु भयो नि आइला कहाँनिर बनाउने किन ए किन डरुन्छ तँलाई पनि पिरा खाने विचार छ। यार तू नै बोक यार त गरिब मान्छे त बोक्छ नि के गर्छ। यहाँ डिस्कसिङै भइरहेछ गाई। यो यिनीहरू बच्चालाई कति डर लाग्यो केदार दाइ आएको नि त्यो गाइस फाइनली हामी पुगिहालेको छौँ। हाम्रो यहाँ बस्ने त विचार थिएन तर पनि हामी यिनीहरूको कुराले अहिले भन्छ केदार जाने अनि यहाँ सबै सामानहरू हाम्रो फाइनली हाम्रो सबैजना पुगिहालेको छौँ र यस्तो भ्यू छ। र उता चाहिँ अलिक भित्र जानु त्यो झर्ना जस्तो अलिक सानो झर्ना त छैन पानी यहाँ यो हामीले नै गरेको गाइस रियली तर हामीले तर धेरै दिन भइसक्यो। यता छ उता भित्र पनि पिकनिक स्पोट छ हामी तपाईँलाई घुमाइदिन्छु अहिले घुम्न जाँदाखेरि। यहाँ हेर्न सक्नु यस्तो भ्यू छ डेन्जरै भ्यू छ पुरै इल्युजन पुरै दिमाग घुमाउने यस्तो तलदेखि एकैपल्ट मार्छ क्या बाल लाग्छ। यहाँ हामी सबैजना अब के गर्नुहुन्छ भन्नु ए बस्नु टाइम कति धेरै छ नि टाइम यहाँ 2 बज्न लाग्यो। कहाँ घाम होला त्यहाँ गएर बस्नु त चुलो पनि खन्नुहुन्छ दाउरा पनि इकट्ठा गर्नुहुन्छ यहाँ इकट्ठा गरेर यहाँबाट लग्नुहुन्छ बोकेर यहीँ राम्रो कसरी हुन्छ। यहाँ पानी पनि छैन नदीमा केही गर्नु पनि पर्यो भने कसरी गर्नुहुन्छ भन्नु त नदीमा पानी पनि छैन त्यहाँ अलमोस्ट पानी त छ नि। औ जानुहुन्छ के गर्नुहुन्छ भन्नु न र फाइनली गाइस हामी धेरै नै डिस्कसिङ गरेर हामी सबैजना अब यहाँबाट निस्केर त्यस्तै हाम्रो
10-15 मिनट जति खराब हो अहिले चल न अगाडि चल हामी सबैजना अब यहाँबाट निस्केर अब फेरि हाम्रो फाइनल डेस्टिनेसनमा गइरहेछौँ यो कुकुरहरूलाई हेर्न सक्छ यस्तो हाम्रो भ्यू छ गाइज धेरै राम्रो छ अब हामी गइरहेछौँ गाइज केही जङ्गलमा केही बाघ टाघ हेऱ्यो भने तपाईँहरू हेर्नु होला यो छ हाम्रो भ्यू यहाँ हाम्रो ग्याङ पुरा कोही बोकेर हामी गाइजले क्यामेरा त बोकेको हेलो गाइज वेलकम टु माइ न्यू ब्लग हेर्नु सक्नुहुन्छ कि अहिले म अनकले जानु छ यो अनि हामीहरू चाहिँ अब गएर छौँ होइन अनि अब चाहिँ हामीहरू रेटोले कतै एडभेन्चर गर्न ल क्यामेरा यो पक्रिन्छ हामी गइरहेछौँ गाइज टाढा मात्र छ यहाँ हेर्न सक्नुहुन्छ भ्यू र त्यो रुख गाइज त्यो रुख हेर्न सक्नुहुन्छ कस्तो बवाल छ यस्तो भ्यू छ हाम्रो जङ्गलको यस्तै म रातिमा हाम्रो काकाहरू आएर यस्तो बस्छ अनि हरिणलाई ड्याङ ड्याङ्गी दिन्छ बँदेलहरूलाई हामी सबजना फाइनली हामी हिँड्दा हिँड्दै हेर्न सक्नुहुन्छ सबैजना हिँड्दा हिँड्दै त्यहाँ गुफा नजिक आइसक्यो हामी गुफा पनि तपाईँलाई हेराइदिन्छु गाइज र गाइज यहाँ हेर्न सक्नुहुन्छ सायद तपाईँहरूले पछाडिको ब्लग हेर्नु भएको छैन होला र मैले यो ठाउँ पनि हालेको छैन ठ्याक्कै यही ठाउँमा ब्लग बनाएको थिएँ र यो गरेको थिएँ आदि मानवको एक्टिङ जहिले पनि त्यही गर्दैछ र यहाँ यसको घर छ गाइज यहाँ गुफा गुफा के भयो अरे यही गुफा भन्दैछ गाइज यहाँ गुफा थियो अरे के ओ ल्यान्डस्लाइड आएर गाइज के ल्यान्डस्लाइड आएर यहाँ आएर चोपाइसकेको छ गाइज गुफा हाम्रो र अझै अलिकति अझै भित्र छ र हामी गइरहेछौँ यहाँ हाम्रो सबैजना ग्याङहरू उताबाट छ ओ आइज सबजना आइज र सानो पोखरी जस्तो नआउने ठाउँ गाइज तर यहाँ हामी नआउने साल मलाई त डाउटै हान्छ त्यहाँ पनि पानी छ कि छैन यहाँ पनि पहिला कति पानी थियो गाइज एक थियो ए यहाँ पनि थियो माया साला यहाँ त कस्तो फोहोर भान्छ यस्तो पनि नआउने त्यही त ए यहाँ पो रहेछ गुफा नि यहाँ गुफा रहेछ गाइज त्यहाँ तलबाट आइज पानीबाट र हाम्रो नदी इन्तहाम लिँदैछ र पानी भिज्दै तिर्दै ए हिँड्न के को भिज्दै तिर्दै हामी आइसक्यौँ यहाँ हेर्न सक्नुहुन्छ आइसक्यो भिज्दै आइज बाल छैन यहाँ गरिबलाई पनि हेर्न सक्नुहुन्छ भिज्दै आइरहेछ सबैजना आउँछ यहाँ हेर्नु गाई कस्तो डेन्जर भ्यू छ र यही गुफा हामीहरू भन्दै थियो गाई अनि बाटो बिर्सेर त्यहाँ गइहालेको थिएँ यहाँ पनि अलि ल्यान्डस्लाइडले पुतेछ सरी ल्यान्डस्लाइडले पोतेछ यही थियो यता पनि भ्यू हेर्नु गाई कस्तो डेन्जर छ अनि हामी यति जान्छ ओइ हामी कस्तो ठाउँमा हालिस् रे यही हो कि होइन यतै हो नि घोर चाल्यो आधी बाटो आएर हिँड्न त र यसमा बाइक लिएर आउनु सक्छ कि सक्दैन केदारलाई आइहाल्छ तपाईँहरू कमेन्ट गर्नु गाइज लिएर आउनु सक्छ कि सक्दैन माइक लिएर आइहाल्छ तेल भराउन भनेको छु म यहाँ अर्को पनि पोखरी जस्तो र अलि अचम्म जस्तो लागिरहेछ नि ठाउँ हामी गाई जहाँ थियौँ यत्रो यस्तो थिएन यत्रो ठुल्ठुलो पाहाडहरू छेउमा त अनि यहाँ हामीहरूले आसान्तीको औधी हराइहालेको थियो भने नि प्रयाङ गर्छु ओहो फाइनली अहिले म लडिहाल्थेँ मैले पनि हेर्नु ए हामीहरू प्रयाङ गर्दै हुनुहुन्छ नि आसान्तीको फाइनली हामी डेस्टिनेसन आइसक्यो र हामी आइसक्यो बोल्दा नि सर यो सर जस्तै छ यतै छ मलाई त डर पनि हुन्छ ठाउँ राम्रो धेरै गाडी सुनिरहेको झगडा गरेर लाग्छ सबै दिएको डर त्यही भयो यही ठाउँ थियो नआउने गाई पानी कस्तो फोहोर छ कसरी नआउने होला
यहाँ हाम नआउने भने यस्तो फोहोर पान्छ पानी हेर फेरि कस्तो कलरको भइहाल्यो है त चल नि हाल चल भाइ पानी साफा दियो न अहिले अस्ति नि अंकल यहाँ मसाबाद पानी सुने भयो यार ह यहाँ गर्ने पनि त गर्ने भाउजूले गाली गर्छ नहीं 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 भित्र नहीं भित्र गएर देख के अब यस्तो बनाउँछ है भाइ यही न त म भाउजूहरु फर्किहाल्यो हामी कता बनाबी अटा बनाइ ल पाइन कता से कर भाइ पाइन पाइन सफा छैन फोहोर भयो लेट त बनाले रे म्यास चाले हेर्नु बनाउनु ठाउँमा मुद्दै छ हान न मुद्दै आउनु न ओइ खोइ भाउजूहरु औ के हो यहाँ पुरै रिसा छ गाइस पानी त एकदम फोहोर छ ना ना तू त मलाई के थाहा पानी फोहोर छ के दिन रिसले मुख हेर्न सक्नुहुन्छ भाउजू हाँस दिने गोल आइज न आइज यही गर्नुहुन्छ यिनीहरूकै चुलोमा अनि अरूको चुलोमा गर्नु हुँदैन हिँड्नु त्यहाँ गर्ने सबभन्दा राम्रो प्लेस मलाई त्यो लाग्छ त्यहाँ छ है त्यहाँ पानी फोहोर छ मलाई के थाहा पानी फोहोर छ अहिले कोही नुहाउने काम नगर ओ भाउजू पख्नु न औ यता गर्ने ठाउँ छैन त्यही हिँड्नु गर्ने त्यही राम्रो ठाउँ छ हिँड्नु नि त्यही के भयो बारिस पिट्नुहुन्छ होला है अरे ए चल आइज साले त्यहाँ कति राम्रो शीतल थियो चुप लागेर हिँड्नु फेरि हे अब त्यति टाढा जाने यही बनाउनु न यही सबै दाउरा लगाइदिन्छु नि तपाईँलाई त्यही बनाउनु त्यहाँ पनि शीतलै छ त अब झन् सन उतातिर जानु झन् शीतल हुन्छ फेरि त्यति टाढा जाने फर्केर त्यहाँ हिँड्नु है यही पानीले गर्ने यो पानी पनि ठिकै छ पोखरीको पनि त्यस्तै थियो यो पनि ठिकै छ हिँड त्यहीँ गर्ने हिँड्नु ए लिएर आइज सबैसँग आउनु नि तल औ नयाँ नयाँ ठाउँमा गर्नु न गरेकै ठाउँमा कतिपल्ट गर्नुहुन्छ दुईपल्ट त गाई ठाउँ त्यहाँ गरि नै सकेको छु कतिपल्ट त्यहाँ गर्नु नयाँ नयाँ ठाउँमा नयाँ नयाँ एक्सपिरियन्स नराम्रै हो तर नयाँ एक्सपिरियन्स लिनुपर्छ क्या गाई यस्तो ठाउँमा गर्ने केदार जाएर आएको छैन गाई ओइ सामान बोक माया साले ए दीपक सामान बोक खाली हात हालिस म टाउको फुटाइदिन्छु जा सामान लिएर आइज जा भने त आइज त खाली हात हाल्थ्यो टाउको फुटाउँछ ए काली ए सामान लिएर किन आइस न राखेँ सायद यहाँ चुलो बनाइसक्यो र प्याज प्याज तासिरहेको छु सबै कुरा उता दाउरा लिन गएको छ अझै मान्छेहरू म पनि जान्छु दाउरा लिएर आउँछु टाइम धेरै नै भइसक्यो दुई बजिसक्यो र टाइम केही भएको छैन सबैजना एकदम रिसा छ यहाँ पानी पनि कस्तो फोहोर छ टाइमैले हाम्रो धोका दियो दाइहरू पनि आइसक्यो यहाँ बाइक लिएर यहाँ हामी उता माथि जान्छ दाउरा लिन यहाँ आएर सक्नुहुन्छ अब ठुलो दाइले पनि कराउँछ होला गाडी सबै ठुलो खान्छ यस्तै हो आइज
तर लिन यहाँ छ के पनि किन कस्तो छ कि दिपा आउनु सब छ गइहाल्थ्यो होइन तर टाइम आउँथी छ नि के गर्नु हेर्दैन चारैतिर कामै काम छ ल यी गरौँ यही काम गरौँ भनेको बिहानै हो के बिहानै आएको प्लास्टिक मेरो माया जम्बरी